सेन्ट जन बस्कोको जन्म अगस्त 16, 1815 इटलीको ट्युरिन नजिकैको बेखीमा भएको थियो। उनका अभिभावक फ्रान्सिस बस्को र मार्गरेट ओकियाना थिए। 2 वर्षको उमेरमा नै उनले आफ्नो बुवा गुमाउनु पर्यो। जब उनी 9 वर्षका थिए तब उनले एउटा सपना देखे जसले उनको जीवनलाई नै असर पार्यो र उनको दृष्टिकोण र काम गर्ने शैलीमा नै परिवर्तन गर्यो। यो 9 वर्षको उमेरमा मेरो सपना थियो। मैले एउटा सपना देखेँ जसले मेरो सम्पूर्ण जीवन मेरो दिमागमा छापिदियो। यस सपनामा म मेरो घर नजिकैको ठुलो चौरमा भएको देखिन्थ्यो। बच्चाहरूको भिड त्यहाँ खेलिरहेको थियो। केही बच्चाहरू खेल खेलिरहेका थिए, केही बच्चाहरू हाँस्दै थिए त केही एकअर्कालाई गाली गरिरहेका थिए। जब मैले ती दुष्ट शब्द सुने म तिनीहरू बीच तुरुन्त गएँ र उनीहरूलाई मेरा शब्द र मुट्ठीद्वारा रोक्ने कोसिस गरेँ। त्यही क्षणमा अचानक मेरो सामु एक मर्यादित व्यक्तित्व देखा परे। एक कुलीन लुगा लगाएका वयस्क। उनले सेतो लुगा लगाएका थिए र उनको अनुहार चम्किलो थियो ताकि म उनलाई सिधा हेर्न नसकूँ। उनले मलाई मेरो नाम लिएर बोलाए र भने, तिमी यी बच्चाहरूको जिम्मा लिनुपर्नेछ। र फेरि यी शब्द थपे, तिमीले यी साथीहरूलाई जित्नुपर्नेछ, जुन प्रहारले होइन तर कोमलता र प्रेमले। तिमीले पापको कुरूपता र सद्गुणको मूल्य सिकाउन तुरुन्त जरुरी छ र तुरुन्त सुरु पनि गर। अनि भ्रमित र डराएको मैले जवाफ दिएँ, म एक गरिब र अज्ञानी बच्चा हुँ र म ती युवाहरूसँग धर्मको बारेमा कुरा गर्न असमर्थ छु। त्यसै क्षण ती बच्चाहरूले उनीहरूको हाँसो कराई र गालीगलौज गर्न छोडे र उनीहरू सबै त्यो बोलिरहेको मानिसको वरिपरि भेला भए। सायद मैले के भनिरहेको छु भन्ने थाहा पाएँ र मैले त्यस व्यक्तिलाई सोधेँ, तिमी को हौ जो मलाई असम्भव कार्य गर्न आदेश दिइरहेका छौ? ती व्यक्तिले जवाफ दिए, अवश्य तिमीलाई यो असम्भव देखिन्छ, तर तिमीले आफ्नो आज्ञाकारिता र ज्ञान अधिग्रहणको माध्यमबाट यसलाई सम्भव बनाउनु पर्नेछ। मैले सोधेँ, तर कुन तरिकाले म ज्ञान प्राप्त गर्न सक्छु? ती व्यक्तित्वले जवाफ दिए, म तिमीलाई एक शिक्षक दिन्छु। उनको मार्गदर्शन अन्तर्गत तिमी बुद्धिमान हुन सक्छौ, तर उनको बिना सबै बुद्धि मूर्खता हुनेछ। फेरि मैले प्रश्न गरेँ, तर तिमी को हौ? जवाफ आयो, म ती व्यक्तिको छोरा हुँ जसलाई तिम्री आमाले तिमीलाई दिनको 3 पटक अभिवादन गर्न सिकाउनुहुन्छ। मेरी आमालाई थाहा छैन कि म यहाँ छु र उनको अनुमति बिना कसैसँग कुरा गरिरहेको छु। र त्यही क्षण मैले उनको छेउमा एउटी महिला देखेँ। उनले एउटा आवरण लगाएकी थिइन् जुन उज्यालो ताराले ढाकिएको जस्तो गरी सबैतिर चम्किन्थ्यो। मेरा प्रश्न र उत्तर हेर्दा म त्यति बेला अझ अल्लमल्ल देखिन्थेँ। अनि ती महिलाले मलाई उनीसँग बोलाइन् र दयालु व्यवहार गरिन् र भनिन्, हेर चारैतिर। त्यहाँ मैले महसुस गरेँ कि युवाहरू सबै स्पष्ट रूपमा भागिरहेका थिए। ठुलो सङ्ख्यामा बाख्रा, कुकुर, बिरालो, भालु र अन्य जनावरहरूले आफ्नो ठाउँ लिएका थिए। यो तिम्रो कामको क्षेत्र हो। सबैले नम्र, बलियो र ऊर्जावान बनाउनु र तिमीले यी जनावरहरूलाई केही क्षणमा के भाइरस लागेको छ देख्नु पर्नेछ जुन तिमीले मेरा बच्चाहरूको लागि गर्नेछौ। मैले फेरि हेरेँ र जहाँ मैले जङ्गली जनावरहरू देखेको थिएँ, अब मैले कोमल भेडा देखेँ जो उफ्रिँदै थिए, जस्तो कि तिनीहरू त्यो महिला र मानिसलाई स्वागत गरिरहेका छन्। त्यस बिन्दुमा अझै सपना देख्दै म रोएँ। मैले महिलालाई बोल्न बिन्ती गरेँ ताकि म उनलाई बुझ्न सकूँ, किनकि मलाई थाहा थिएन कि यी सबैको अर्थ के हुन सक्छ। त्यसैले
उनले मेरो टाउकोमा हात राखिन् र भनिन्, राम्रो समयमा तिमीले सबै कुरा बुझ्नेछौ। त्यसैसँग आवाजले मलाई जगायो र सबै कुरा हरायो। म पुरै विचलित भएको थिएँ। मेरा हातहरू मैले दिएको वारबाट दुखिरहेका थियो र मेरो अनुहार मैले प्राप्त गरेका चोट लागेको थियो। मानिस र महिलाको स्मृति र ती कुराहरूले भने मेरो दिमाग कब्जा गरिसकेका थिए र म त्यस रात निदाउन सकिनँ।